So hello friends, welcome back to my new day, new vlog. Please like, comment, share and subscribe my channel. So तपाईहरुको प्रिय मित्र सोमेट TMG 787 सब्स्क्राइब गर्न नभुल्नु होला। So हेर्न सक्नुहुन्छ हैन, फेरि पनि म आइसकेको हजुरहरुको सामने नयाँ भिडियो लिएर। आजको भिडियोमा चाहिँ के छ भने एउटा स्पेशल कुरा छ है। So आज चाहिँ म एउटा एकदम विशेष एकदम खतरनाक कुरा गर्न लाग्छु हैन। सो हेर्दै जाउँ है। सो के छ दानी हैन केटाहरु हेर्दै गर त ल। सो आज म एकदम स्पेशल कुरा गरिरहेको छु हैन। तपाईहरुको म एउटा दिमाग चाट है। यो दिमाग चाट्ने क्वेशनले हैन माइन्ड पढ्छु के र यहाँबाट थाहा हुन्छ कि को म्याथमा अलि ट्यालेन्ट रहेछ भन्ने कुरा हैन। सो म सोध्छु क्वेशन अब प्लिज। सो म चाहिँ के भन्न चाहन्छु भने हैन, म तपाईहरुको माइन्ड पढ्छु है। अनि थाहा हुन्छ कि कतिको माइन्ड ट्यालेन्टेड रहेछ भनेर म माइन्ड पढ्छु है। म एउटा भन्छु हैन, त्यही गर्दै जानु है ल। 1 देखि 9 सम्मको हैन, 1 देखि 9 सम्ममा नि एउटा अंक चुज गर्नु त। 1 देखि 9 सम्मको एउटा अंक चुज गरौँ ल। जुन अंक चुज गर्यो भने त्यही अंकमा त्यही अंक प्लस गर्नु त ल, टक्क मिलाएर हैन। अब तपाईले 1 देखि 9 सम्मको अंक चुज गर्यो हैन, चुज गरेको अंकमा त्यही अंक प्लस गर्नु भएको छ भने त्यसमा +4 गरिदिनु त ल, टक्क मिलाएर कति आउँछ रहेछ नभन्नु फेरि हैन। म भन्छु अहिले तपाईको माइन्ड पढ्छु। अब टक्क हैन 1 देखि 9 सम्मको अंक चुज गर्नुभयो अनि त्यही अंकमा त्यही अंक प्लस गर्नुभयो अनि त्यही अंकमा प्लस गर्दै कति आयो त्यसमा +4 गर्नुभयो ल। +4 त्यति गर्नु भएको छ भने त्यसलाई /2 गरिदिनु होला है, मिलाएर /2 गर्नुभयो। /2 गर्ने भयो नि 1 देखि 9 सम्मको रोजेको अंक प्लस त्यही अंक +4 अनि बराबर कति आउँछ त्यसमा 2 ले भाग गर्यो, गर्नुभयो नि गर्नु पर्यो र 2 ले भाग गर्दा जति आउँछ त्यसलाई माइनस अघि रोजेको थियो नि 1 देखि 9 सम्मको अंक त्यही माइनस गरिदिनु त, गर्नुभयो। ओहो ल, तपाईले 1 देखि 9 सम्मको अंक रोजेर त्यो अंकमा प्लस त्यो अंक +4 अनि बराबर जति आउँछ त्यसले 2 ले भाग गरेर अनि त्यसमा जति आउँछ अनि त्यसमा माइनस त्यही अंक गरेर गर्यो नि ल। अब एन्सर भन्दिम, माइन्ड पढ्दिन तपाईको। एन्सर 2 आएको होला, त्यहाँ पक्कै पनि 2 आएको हुनु पर्छ पक्कै पनि। आयो हो, अब च्यानललाई सब्स्क्राइब गर्नु है। आयो नि ल। तर त्यो एन्सर आएको छैन भने तपाईहरु म्याथमा एकदम कमजोर हुनुहुन्छ के, सक्दैन तपाईले म्याथ पढ्न, म्याथ नपढ्नु अरु पढ्नु। तर 2 एन्सर आएको भने म्याथ पढ्नु। आएको छ नि 2 मिल्यो नि, नबुझेको भए म फेरि भन्दिन्छु है। 1 देखि 9 सम्ममा एउटा अंक चुज गर्ने, जुन अंक भए पनि 1 2 3 4 5 6 7 8 9 जुन पनि चुज गर्यो ल। त्यो चुज गरेको अंकमा त्यही अंक प्लस गर्ने गर्यो अनि त्यसमा फेरि +4 गर्ने गर्यो, +4 गर्यो त्यसमा जति आउँछ त्यसलाई 2 ले भाग गर्ने गर्यो, 2 ले भाग पनि गर्यो। अब 2 ले भाग गरेर जति आउँछ त्यसले त्यो अघि रोजेको छ नि 1 देखि 5 9 सम्मकोमा जुन रोजेछ त्यही माइनस गरिदिने गर्यो ल। 2 एन्सर आयो, मिलाइहाल्यो नि त हैन ल। ट्यालेन्टेड ल। यस्तो भिडियो हेर्नको लागि प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु है त गाइज। वेलकम टु माई भ्लग। सब्स्क्राइब गर्नु सबले।